पुरानो तरिकाले बिजनेस गरेर अब चल्दैन। अब नयाँ तरिकाले बिजनेस गर्नुपर्छ। कसरी गर्ने त नयाँ तरिकाले बिजनेस? बिजनेस गर्दा तपाईको बिजनेसको अनलाइन प्रेजेन्स राम्रो गराउनु पर्यो। राम्रो कसरी गराउने? राम्रो यसरी गराउने। पहिला सुरुमा तपाईको बिजनेस अनलाइन प्रेजेन्स छ कि छैन कसरी चेक गर्ने? गुगलमा गएर सर्च गर्दा तपाईको बिजनेसको नाम हान्दाखेरि तपाईको बिजनेस आउँछ कि आउँदैन? यदि आउँदैन भने त्यसलाई बनाउनु पर्यो। कसरी बनाउने? पहिला सुरुमा तपाईले चाहिँ गुगलमा गएर गुगल माई बिजनेसमा गएर तपाईको आफ्नो बिजनेस लिस्ट गर्न सक्नुहुन्छ। दोस्रो कुरो वेबसाइट बनाउनु भयो भने तपाईको बिजनेस चाहिँ गुगलमा गएर गुगलमा र्याङ्क भयो भने तपाईको बिजनेस अगाडि आउँछ। त्यसपछि छ सोशल मिडिया पोस्ट, सोशल मिडिया ह्यान्डल। सोशल मिडिया ह्यान्डलमा तपाईले आफ्नो बिजनेसको बारेमा सधैँ पोस्ट गरिराख्नु भयो भने तपाईको बिजनेस चाहिँ गुगलमा पनि र्याङ्क हुन्छ। त्यो हुँदाखेरि तपाईको सर्भिस वा प्रोडक्ट चाहिँ कसैले सर्च गर्यो भने तपाईको चाहिँ बिजनेसको प्रोफाइलहरू देखियो भने उहाँहरूले गएर चाहेको त्यो प्रोडक्ट हो कि होइन भनेर चेक गर्नुहुन्छ। चेक गरिभएपछि यदि उहाँहरू चाहिँ सेटिस्फाइड हुनुभयो भने तपाईको प्रोडक्ट चाहिँ किन्ने चान्स बढी हुन्छ। त्यो हुँदाखेरि कस्टमरले भ्यालु पाए जस्तो पनि हुन्छ अनि त्यसै उहाँहरूको टाइम पनि बचत हुन्छ। त्यो भयो भने तपाईको चाहिँ अनलाइन प्रेजेन्स राम्रो हुन्छ। अझ थप अनलाइन प्रेजेन्स राम्रो गर्नको लागि चाहिँ गुगलमा चाहिँ गएर तपाईले उहाँहरूसित चाहिँ रिभ्यू लिन सक्नुहुन्छ। गुगल माई बिजनेसमा गएर गुगल माई बिजनेसलाई चाहिँ तपाईले राम्ररी सबै इन्फर्मेसनहरू हालेर फोन नम्बर अनि त्यसपछि के काम गर्नुहुन्छ अनि त्यसपछि त्यसमा चाहिँ एक्स्ट्रा डिटेलहरू सधैँ गरिराख्ने चाहिँ अपडेटहरू दिइराख्नु भयो भने चाहिँ तपाईको त्यसलाई गुगलले चाहिँ आफैले र्याङ्क गरिदिन्छ र र्याङ्क गरेपछि चाहिँ तपाईको चाहिँ टपमा सर्च आयो भने क्लिक गर्ने चान्सेस बढी हुन्छ। कोहीले सर्च गर्यो भने चाहिँ त्यसमा क्लिक गर्ने चान्स बढी हुन्छ। त्यो हुँदाखेरि चाहिँ तपाईको चाहिँ प्रोडक्ट वा सर्भिस चाहिँ किनिने चान्स बढी हुन्छ। अनि त्यसपछि चाहिँ अर्को छ वेबसाइट बनाउनु भयो भने तपाईले अगाडि नै कोही कस्टमरले चाहिँ केही कुरा किन्न सर्भिस चाहिँ चाहन्छ भने चाहिँ अगाडि नै गएर चाहिँ हेर्न सक्छ कि ओहो नै यसले चाहिँ के दिन सक्छ त मलाई, कस्तो भ्यालुहरू दिन सकेको छ। त्यो हेरेर उहाँहरूले चाहिँ डिसिजन लिन सक्नुहुन्छ कि पर्चेस गर्ने कि नगर्ने भनेर। पर्चेस गर्ने कि नगर्ने डिसिजन लिँदाखेरि तपाईको वेबसाइटमा गएर सर्च गर्दाखेरि चाहिँ तपाईको नै सर्भिस वा प्रोडक्ट चाहिँ किनिने चान्स चाहिँ बढी हुन्छ। अनि अर्को कुरा छ सोशल मिडिया प्रेजेन्स। सोशल मिडिया प्रेजेन्स चाहिँ कस्तो हुन्छ भन्दाखेरि जस्तै कि कोही कस्टमरहरू चाहिँ आइहाल्नु भयो तपाईको चाहिँ सर्भिस र प्रोडक्ट किन्नको लागि। ल एकचोटि आएपछि चाहिँ रेगुलरिटी चाहिँ कसरी बनाउन सकिन्छ त? यदि चाहिँ उहाँहरूले चाहिँ तपाईको चाहिँ सोशल मिडिया ह्यान्डलहरू चाहिँ फलोहरू गर्नुभयो भने चाहिँ उहाँहरूको चाहिँ फिडब्याकमा चाहिँ अब फिडमा चाहिँ जस्तै कि उहाँहरूले चाहिँ घर बसेर चाहिँ फेसबुक स्क्रोल गर्दाखेरि फेसबुकको अगाडि चाहिँ तपाईको प्रोडक्टहरू देखियो भने किन्ने ओहो यहाँ फेरि आएछ है अर्को प्रोडक्टहरू भनेर चाहिँ किनिने चान्स चाहिँ बढी हुन्छ। त्यो हुँदाखेरि तपाईको चाहिँ सेल्स रेभेन्यू चाहिँ बढ्न जान्छ र तपाईको चाहिँ कस्ट चाहिँ सजिलरी चाहिँ म्यानेज हुन्छ र तपाईँ चाहिँ आफ्नो प्रोडक्टलाई झन् धेरै चाहिँ कुन चाहिँ प्रोडक्ट चाहिँ बिकिरहेको छ र कुन प्रोडक्ट चाहिँ बिकिरहेको छैन कम भनेर चाहिँ तपाईँले एनालाइज गर्न सक्नुहुन्छ। अनि एनालाइज गरिभएपछि चाहिँ त्यो जुन धेरै बिक्री भएको प्रोडक्ट छ त्यो प्रोडक्ट वा सर्भिसलाई चाहिँ तपाईँले चाहिँ धेरै फोकस गरेर चाहिँ त्यसलाई पुस गर्न सक्नुहुन्छ। एज अ कन्टेन्ट मार्केटिङ होस् एज चाहिँ तपाईँले चाहिँ भ्यालुएबल पोस्टहरू चाहिँ गरेर होस् त्यसरी चाहिँ तपाईँले आफ्नो प्रोडक्ट वा सर्भिसलाई पुस गरेर चाहिँ बेच्न सक्नुहुन्छ। त्यस्तो गर्दाखेरि चाहिँ तपाईको चाहिँ प्रोडक्ट वा सर्भिस चाहिँ बिक्री हुने चान्स बढी हुन्छ। त्यही भएर आफ्नो चाहिँ अनलाइन प्रेजेन्स चाहिँ राम्रो बनाउन आजैदेखि लाग्नुहोस् र आफ्नो सेल्स एन्ड रेभेन्यू ग्रोथ आफै स्वतः हुन्छ। त्यसको लागि चाहिँ तपाईँ
प्रिपेयर गर्नु पर्यो कि कस्तो कस्तो कन्टेन्टहरू बनाउन सकिन्छ, कस्तो कस्तो चाहिँ भ्यालुएबल चाहिँ कन्टेन्टहरू दिन सकिन्छ चाहिँ आफ्नो कस्टमरलाई, त्यसमा चाहिँ ध्यान दिनु होला। धन्यवाद।